खेलको रोमाञ्चक हाइलाइट्सहरू रोमाञ्चक क्षणहरू हेरौँ हामी अन यो स्क्रिन्स एन्ड नाउ दे यु गो। खेलको सुरुवातदेखि नै एउटा राम्रो अट्याक बिल्ड गर्न सफल रहेको थियो पोखरा थन्डर्स। केही क्लोज कल एन्ड द हिरोइक्स अफ निमान्जा लेमेजिक सम फाइन सेभ स्पेसली इन द अर्ली गेम्स। उनको एफर्टका कारणले पहिलो हाफको पहिलो क्वार्टरमा अमन 0-0मै रहन पुग्यो स्कोर लाइन। Ayush Khalan and that stuff from Nimanza. यसै कारण पनि उनी घाइते पनि भएका थिए। जोआइडोको यो प्रयास it just kissed the bar and went away. पोखरा थन्डर सुरुवाती अवस्थादेखि नै गोलको खोजीमा त थियो भने झापा was playing with full of energy as well. It was back and forth. It was an exciting game to watch in the first half as well. Lakenko यो free kick header just went wide. छिरिङको हेडर थियो त्यो, त्यस पश्चात केही कर्नरहरू पनि सेभ भएका थिए। अविनाशको यो क्रस थियो एरनको लागि वाज क्लियर्ड बाई पदम। यो मौका थियो फर द म्यान स्टिफन समीर बिनोङ जसले यस खेलको पहिलो गोल गर्न सफल रहे र पोखरा थन्डर्सलाई 1-0 को अग्रता दिलाउन सफल रहे दोस्रो हाफको 55 मिनेटमा। उनको यो शॉट it thundered past the goalkeeper Angel Shrestha. Joaido, one of the most prolific player, यो उत्कृष्ट आर्सेको यो फ्री किक। my goodness gracious, हामी कति पटक हेरौं, जति पटक हेरे पनि सुन्दर। It was goal written as soon as it left Arsik Lazar's foot, and this is what NCL Nepal Super League is all about. What a goal! र समय पनि सही थियो गोल गर्ने, दुवै टिमलाई एम्पल समय थियो कमब्याक गर्नको लागि, अग्रता लिनको लागि। Let's have some more angles to that goal. On top bin finish, one of the best goals so far, especially through free kicks. थियो र त्यस पश्चात केही प्रयास अविनाश स्याङदान सब अफ हुनु अगाडि केही प्रयासहरू पनि गरे। एन्ड देन दिस वाज द ब्रिलियन्स अफ आर्सिक लजार जो 1 होइन 2 होइन 3 डिफेन्डरलाई बिट गरेर आफै शट लिन सफल रह्यो। खेलको अलमोस्ट टुवर्ड्स द एन्ड इट वाज लजार्स अटेम्प्ट र अन्तिममा आफ्नो लक आजमाएका थिए एरोन थापाले ट्राइङ टु गो फर द स्पेक्ट्याकुलर एन्ड द्याट वाज द एन्ड अफ द गेम। अब खेलको स्ट्याटिस्टिक्सको कुरा गरौँ।